ल डाक्टर साहब भन्नुहोस् के सोध्दै हुनुहुन्छ? अब सोडियम पोटेसियम पम्पको बारेमा थाहा छ? थाहा छ अलिअलि। कतिवटा सोडियम हुन्छ नि कतिवटा पोटेसियम हुन्छ? मैले त नोकिया भनेर याद गरेको छु। नोकिया भनेपछि NO भनेपछि सोडियम आउट अनि KIA भनेपछि पोटासियम KI भनेपछि पोटासियम इन। यस्तो हुन्छ NOKIA होइन। N भनेको Na सोडियम आउँछ, O भनेको आउट, K को एब्रिभिएसन त्यसको त्यो पोटेसियम हो, I भनेको इन होइन। त सोडियम आउट हुन्छ, पोटेसियम इन हुन्छ। अब कुरा रह्यो कतिवटा सोडियम आउट कतिवटा पोटेसियम इन। अब सोडियमको हाम्रो केमिकल फर्मुला छ Na+ होइन। अब N एउटा भयो, A एउटा भयो, प्लस एउटा भयो, तीनटा भयो, त तीनटा सोडियम आउट। पोटेसियमको हुन्छ K+, त दुईटा भयो, K एउटा र प्लस एउटा, त्यही भएर पोटेसियम दुईटा, त्यो दुईटा सोडियम भित्र। त भन्नाले दुईटा पोटासियम, तीनटा सोडियम आउट हुन्छ, दुईटा पोटासियम, दुईटा पोटेसियम इन हुन्छ। यो साइकल चलिरहन्छ, यसलाई भन्छ सोडियम पोटेसियम पम्प। बिहान बिहानै रिभाइज गरियो होइन त? ल बाई बाई।